नेपाली समाजमा अझै महिनावारीलाई अशुद्धताको रूपमा हेरिन्छ, तर महिनावारी प्रक्रिया अशुद्ध होइन, प्राकृतिक हो। नेपालमा अझै किन यस्तो गलत सोच र संस्कृति रहिआएको छ, आज यसको बारेमा सकेसम्म चिरफार गर्ने प्रयत्न गर्नेछौँ। नेपालमा अझै पनि धेरै मानिसहरू महिनावारी अर्थात् पिरियड भएको महिलालाई अशुद्ध मान्छन्। उनीहरूलाई भान्सामा जान रोकिन्छ, मन्दिर प्रवेश गर्न दिइँदैन र कहिलेकाहीँ परिवारबाटै अलग समेत राखिन्छ। तर एउटा प्रश्न छ, जुन प्रक्रियाले नयाँ जीवन जन्मिन सम्भव बनाउँछ, त्यसलाई अशुद्ध कसरी बन्न सकिन्छ? आज हामी तथ्य र भ्रमबीचको वास्तविक अन्तर बुझ्ने प्रयास गर्नेछौँ। नेपालका धेरै समुदायमा अझै पनि पिरियड भएको महिलाले खाना छोए बिग्रिन्छ, पूजा गर्न हुँदैन, देवता रिसाउँछन् वा घर अशुद्ध हुन्छ भन्ने विश्वास पाइन्छ। यही सोचका कारण धेरै किशोरीहरू र महिलाले महिनावारीको समयमा लाज, डर, अपमान र भेदभाव सहनुपर्छ। कतिपयलाई सामान्य जीवनबाट नै टाढा राखिन्छ। तर प्रश्न फेरि उयो, के यी विश्वासहरूको कुनै वैज्ञानिक आधार छ? उत्तर स्पष्ट छैन। पिरियड महिलाको शरीरमा हुने पूर्ण रूपमा प्राकृतिक जैविक प्रक्रिया हो। जब गर्भधारण हुँदैन तब गर्भाशयको भित्री तह रगतसँगै शरीरबाट बाहिर निस्कन्छ। यही प्रक्रियालाई सामान्यतः महिनावारी भनिन्छ। यसको अर्थ शरीर अशुद्ध भएको होइन, बरु यसको अर्थ शरीर सामान्य र स्वस्थ रूपमा काम गरिरहेको छ भन्ने हो। वैज्ञानिक अध्ययनहरूले स्पष्ट देखेका छन् कि पिरियड भएको महिलाले खाना पकाउनु, परिवारसँग बस्नु, विद्यालय वा कार्यालय जानु, नुहाउनु वा दैनिक काम गर्नु पूर्ण रूपमा सुरक्षित हुन्छ। समस्या पिरियडमा होइन, त्यसबारे फैलिएको गलत धारणामा हो। कल्पना गर्नुहोस् त, जुन प्रक्रियाले मानव जीवनको सुरुवात सम्भव बनाउँछ, त्यही प्रक्रियाका कारण महिलालाई अपमानित गरिन्छ। विश्वभरका स्वास्थ्य विशेषज्ञहरूले महिनावारीलाई सामान्य स्वास्थ्य प्रक्रिया मान्छन्। तर अझै पनि धेरै किशोरीहरू पिरियड लुकाउन बाध्य छन्। उनीहरू खुलेर बोल्न डराउँछन्, विद्यालय जान छोड्छन् र मानसिक तनावको सामना गर्छन्। कुनै पनि प्राकृतिक प्रक्रियाका कारण कसैले लाज र भेदभाव सहनु पर्दैन। नेपालमा यही गलत सोचको सबैभन्दा दुःखद उदाहरण छाउपडी प्रथा हो। महिनावारी भएकी महिलालाई घरभन्दा बाहिर गोठ वा झुपडीमा बस्न बाध्य बनाउने यो प्रथाका कारण विगतमा सर्पदंश, अत्यधिक चिसो, धुवाँले निस्सासिने तथा अन्य कारणबाट मृत्यु भएका घटनाहरू पनि सार्वजनिक भएका छन्। यी घटना पिरियडका कारण होइन, यी घटना गलत विश्वास र भेदभावका कारण भएका हुन् भन्न सकिन्छ। कुनै पनि प्राकृतिक जैविक प्रक्रियाको कारण कसैले आफ्नो जीवन गुमाउनु पर्ने अवस्था स्वीकार्य हुन सक्दैन। अब समय आएको छ भ्रमभन्दा तथ्यलाई रोज्ने। परम्पराको नाममा महिलाको सम्मान, स्वास्थ्य र सुरक्षामाथि प्रश्न उठाउने होइन, उनीहरूलाई समान अधिकारलाई सम्मान दिने। याद राख्नुहोस्, पिरियड अशुद्धता होइन, यो महिलाको स्वास्थ्य र प्रजनन प्रणालीको स्वाभाविक, प्राकृतिक र स्वस्थ प्रक्रिया हो। यदि तपाईँ पनि तथ्यमा विश्वास गर्नुहुन्छ भने यो भिडियो धेरैभन्दा धेरै मानिससम्म पुर्याउनुहोस्, किनकि परिवर्तन तब सुरु हुन्छ जब हामी गलत विश्वास छैन, सही जानकारी साझा गर्न थाल्छौँ। धन्यवाद। तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्न कहिल्यै नभुल्नुहोला। धन्यवाद।